ल स्टार्ट आज वान डे ट्रिप कस्तो भइरहेछ तिम्रो वान डे ट्रिप त रमाइलो भयो हुन त तर कस्तो यो अहिलेसम्म हिँडेको थिएन है यस्तो बाटो हुन्छ भनेर चाहिँ थाहा यस्तो उकालो हो कतै चिप्ल्यो भने नि तल कसरी तल मेन रोडतिर पुग्ला जस्तो सोचेको थिएन यस्तो यस्तो बाटो पनि हिँड्नुपर्छ भनेर जापान हो जापान राम्रो हो राम्रो राम्रो भनेर सुनेको थिएँ तर सोचेको जस्तो चाहिँ भएन रहेछ थकै लाग्यो थकै भन्दा पनि यहाँको एकान्त बाटो घाटो अनि यस्तो जङ्गल छ है घनघोर जङ्गल डरै लाग्दो यस्तो नेपालमा पनि देखाएको थिएन त्यो देख्दा चाहिँ कस्तो एक्लो फिल हुँदो रहेछ दि अनि एक्लो किन फिल गर्नु टेन्सन नगर मन रुँदो रहेछ हो घरिघरि त आफ्नो हामी फ्यामिलीलाई सम्झिने हजुरहरू त हुनुहुन्छ हजुरले पनि एकदिन छाडेर जानुहुन्छ मलाई थाहा अब 2 हप्ता होला दिदी सधैँ होस् न के गर्नु जिन्दगीमा बामुसँग नै बस्न नसकिँदो रहेछ साथीभाइहरू जस्तै हो रुया